नमस्कार। रोड ट्र्याक क्लब अफ काठमाडौँ युनिभर्सिटी मेडिकल स्कुलले आयोजना गरेको यस पोडकास्ट सेसनमा म आशुतोष तिमलसिन्हा तपाईहरु सबैलाई हार्दिक स्वागत गर्दछु। आजको यो पोडकास्ट सेसनमा हामी इन्टरनेशनल एडोलेसेन्ट हेल्थ वीक दिवसको बारेमा चर्चा गर्नेवाला छौं। इन्टरनेशनल एडोलेसेन्ट हेल्थ वीक हरेक वर्ष अक्टोबर 13 देखि अक्टोबर 19 तारिकसम्म मनाइने गरिन्छ र यो वर्ष भने हामीले थ्राइभिङ इनसाइड एन्ड आउट स्ट्रेन्थनिङ एडोलेसेन्ट फिजिकल एन्ड मेन्टल हेल्थ अर्थात् भित्री तथा बाहिरी सुदृढीकरण, किशोर किशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यको सुदृढीकरण भन्ने नाराका साथ यस वर्ष यो एडोलेसेन्ट हेल्थ वीक मनाइदैछ। यसै सन्दर्भमा आज किशोर किशोरीसँग सम्बन्धित स्वास्थ्यको बारेमा चर्चा गर्नको लागि हामीहरुसँग यसै धुलिखेल अस्पतालमा कार्यरत धुलिखेल अस्पतालको पिडियाट्रिक्स डिपार्टमेन्टमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर पृथुजा पौडेल हामीसँग हुनुहुन्छ। नमस्कार म्याम। नमस्ते। डाक्टर पृथुजा पौडेलको यसै एडोलेसेन्ट क्लिनिकमा पनि एक महत्त्वपूर्ण भूमिका रहेको छ। आज यस सेसनमा हजुरले धेरै स्वागत छ म्याम। थ्यांक यू। म धेरै ढिलो नगरिकन हामी हाम्रो विषयवस्तुतर्फ लाग्छौँ म्याम। हामीले जब किशोर किशोरी भनेर भन्छौँ, किशोर किशोरीलाई चाहिँ बाल्यावस्था र जुन एडल्ट स्टेज छ त्यो बीचको एउटा स्टेज अफ ट्रान्जिसन भनेर भन्छ, परिवर्तनको स्टेज, रूपान्तरणको स्टेज भनेर भन्छ। त्यो परिवर्तन चाहिँ खास के हो र त्यो किन हुने गर्छ? अब पहिला एडोलेसेन्ट एज ग्रुप भनेको चाहिँ हामीले 10 देखि 21 वर्षको बालबालिकालाई मान्छौँ। अनि त्यसमा पनि हामीले 10 देखि 13 वर्षकोलाई अर्ली एडोलेसेन्ट भन्छौँ। 14 देखि 16 वर्षकोलाई अलि मिडल एडोलेसेन्ट भन्छौँ। अनि त्यसपछिको एज ग्रुपलाई चाहिँ हामी लेट एडोलेसेन्ट भन्छौँ। अर्ली एडोलेसेन्ट फेजमा जाने बेलामा चाहिँ नि के हुन्छ भन्दाखेरि कुनै पनि बच्चाको चाहिँ नि मानसिक विकास हैन, उसको फिजिकल ग्रोथहरुमा चेन्जेस आउँछ। उसले सोसाइटीमा कसरी अड्याप्ट गर्ने, अरूसँग कसरी डिल गर्ने, कतिको कुराहरुमा ह्यान्डल गर्ने कुराहरुमा चाहिँ नि चेन्जेसहरु आउँछ। त्यही भएर हामीले त्यो फेजलाई चाहिँ नि स्टेज अफ ट्रान्जिसन भन्छौँ। जब बौद्धिक विकासहरुदेखि लिएर फिजिकल ग्रोथहरु सबै चेन्ज हुँदै जान्छ, त्यही भएर स्टेज अफ ट्रान्जिसन भनिन्छ। अनि स्टेज अफ ट्रान्जिसनमा चाहिँ नि यो चेन्जेसहरु आउँदाखेरि चाहिँ नि एउटा सोसाइटीसँग कसरी कोप अप गर्ने, आफ्नो फ्यामिलीसँग कसरी कोप अप गर्ने, आफ्नो साथीभाइहरुसँग कसरी डिल गर्ने, आफूले बडीमा आउने चेन्जेसहरुलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरामा चाहिँ नि एडोलेसेन्टलाई हामीले सहयोग गर्न सकेन भने चाहिँ त्यो फेजमा चाहिँ नि डिटरमाइन गर्छ कि भोलि पर्सि उसको मानसिक अवस्था कस्तो हुन्छ, उसको फिजिकल ग्रोथ कस्तो हुँदै जान्छ भन्ने कुरालाई चाहिँ डिटरमाइन गर्छ। त्यो फेज चाहिँ अलि इम्पोर्टेन्ट एज भएको हो। हजुरले भर्खरै एडोलेसेन्ट्सको मेन्टल, फिजिकल, सोसियल सबै कुराहरुमा चाहिँ एउटा चेन्ज आउने भएर त्यसलाई स्टेज अफ ट्रान्जिसन भनेर भन्नुभयो। अब त्यहीसँग रिलेटेड चाहिँ हाम्रो मेन्टल र फिजिकल इस्युजहरु पनि धेरै भएको हुन्छ एडोलेसेन्ट स्टेजमा। जस्तो कि एडोलेसेन्ट स्टेजमा हाम्रो मेन्टल हेल्थसँग रिलेटेड चाहिँ धेरै कुराहरु स्टिग्माटाइज नै भएको हुन्छ। त्यही भएर त्यसै बारेमा चाहिँ अलि खुलेर कुरा गर्न, हाम्रो एडोलेसेन्ट स्टेजमा चाहिँ मेन्टल हेल्थ इस्युज चाहिँ धेरै जसो के देखिएको हुन्छ? अब अहिलेको फेजमा हेर्दाखेरि चाहिँ नि हाम्रो कन्ट्रीको कन्टेक्स्टमा यो अर्थक्वेक जब भयो हैन, कोभिड भयो, यो पेन्डेमिक्सहरुले गर्दाखेरि चाहिँ नि हाम्रो एडोलेसेन्ट एज ग्रुपको पेशेन्टहरु चाहिँ नि एकदमै धेरै डिप्रेसिभ हैन, अनि एकदम एङ्जाइटी, स्ट्रेस हैन। अनि अर्को चाहिँ नि आफ्नो फ्यामिलीसँग कसैसँग डिस्कसन गर्न नसक्ने हैन। अब पियर प्रेसर भयो नि, साथीले यो ग्याजेट बोक्यो मैले बोक्न पाइनँ, साथीसँग यो ब्रान्डको मोबाइल छ मसँग त्यो मोबाइल छैन, यो प्रेसर भयो। घरमा पनि तेरो साथीले यति % ल्याएछ तैँले त ल्याएनस् हैन। अनि त अलि मोटाउँदै गइस्, त अलि दुब्लाउँदै गइस्, यो चेन्जेसहरु जुन आउँछ त्यो एक्सेप्ट गर्न चाहिँ उनीहरुलाई अलिकति गाह्रो भएको भएर पेशेन्ट्सहरु चाहिँ युजुअली जुन आउनुहुन्छ उहाँ चाहिँ डिप्रेसन, एकदम एङ्जाइटी हुने, अनि एक्लै बस्ने खोज्ने, अनि यो प्रोग्रेस हुँदै गएर चाहिँ नि पेशेन्ट सुसाइडल टेन्डेन्सीमा पुगेको पनि हामीले देखेको छौँ। त्यही भएर धेरै जसो एडोलेसेन्ट जुन हाम्रोमा हामीले देखेको छौँ उहाँहरू चाहिँ एकदम डिप्रेसन र एङ्जाइटीको धेरै नै इस्यु लिएर आउनुहुन्छ। हजुर म्याम, जस्तो कि जुन हजुरले भन्नुभयो डिप्रेसन, एन्जाइटी अनि सुसाइडल टेन्डेन्सीको कुरा गर्नुभयो, त्यो भनेको त अलि लेट स्टेजको कुराहरू भयो। सकेसम्म हामीले अर्ली स्टेजमै चाहिँ डिटेक्ट गर्न सक्यो भने त्यो प्रब्लमहरुलाई त हामीले हटाउन सक्छौँ। सो यस्तो केसेसहरुमा चाहिँ अर्ली साइन्स एन्ड सिम्पटम्स, सुरुमा देखिने लक्षणहरु चाहिँ के हुन सक्छन्? अब यो एज ग्रुपमा चाहिँ नि अलिकति आफूले जस्तो खोजेको त्यस्तो नपाउँदाखेरि चाहिँ नि एडोलेसेन्टहरु कस्तो गर्नुहुन्छ नि, एक्लै बस्न खोज्ने हैन, मोबाइल चलाइराख्न खोज्ने, फ्यामिलीसँग इन्टर्याक्ट गर्न नखोज्ने, साथीहरुसँग अलिकति केही कुराहरु मिलेन भने छिटै झगडा गर्ने, एग्रेसिभ हुने, यो सिम्पटम्सहरु चाहिँ नि देखिन्छ। कोही पेशेन्ट चाहिँ हामीले डिल गरेको पेशेन्ट्सहरुमा पनि मेन्टल हेल्थ
अलि इनिसियल फेजमा चाहिँ हामीले के देखाएको छौँ भने उहाँहरू एकदमै एरोगेन्ट भएर आउनुहुन्छ कि एकदमै झगडा गर्न खोज्ने होइन मलाई किन जाँच्नु पऱ्यो भने यो एटिट्युड लिएर आउनुहुन्छ। त्यही भएर अर्ली फेज भनेको चाहिँ एक्लै बस्न खोज्ने, अरूसँग धेरै छिटो रिसाउने अनि झगडा गर्न खोजिहाल्ने अनि फ्यामिलीमा कोही पनि मन नपर्ने, यो फिचर्सहरू चाहिँ नि अर्ली मेन्टल हेल्थको साइन्सहरू हो। हजुर, यही मेन्टल हेल्थकै कुरा गर्दाखेरि चाहिँ हाम्रो अहिलेको एडोलेसेन्ट एज ग्रुपमा चाहिँ सोसियल मिडिया कन्जम्सन एकदमै बढी छ। हजुरको विचारमा चाहिँ सोसियल मिडिया कन्जम्सनले गर्दाखेरि चाहिँ यसमा कतिको प्रभाव परेको छ यो मेन्टल हेल्थ इस्युजमा चाहिँ? मलाई चाहिँ नि एकदमै परेको जस्तो लाग्छ होइन। मेन्टल हेल्थमा चाहिँ नि यो सोसियल ग्याजेट्सहरूले भनौँ होइन, यो सोसियलाइजेसन गर्ने तरिकाहरूले अब कसैले अलिकति राम्रो ड्रेसअपमा भिडियोहरू बनायो, फोटोहरू बनायो, मेरो पनि त्यस्तै ड्रेसअप हुनु पऱ्यो। कसैले आफ्नो मेन्टेनेन्स कसरी मेन्टेन गरिरहेछ, आफ्नो लाइफस्टाइल देखायो भने त्यो अनुसार आफू पनि लाग्नु पऱ्यो भने यो सोच भइरहेछ। त्यही भएर यसलाई चाहिँ अलिकति कम गर्नको लागि चाहिँ आई थिङ्क मेन्टल हेल्थलाई नै इम्प्रुभ गराउनलाई चाहिँ नि ग्याजेट युजहरूलाई नै अलिकति रेस्ट्रिक्ट गरेर बरु फिजिकल एक्टिभिटिजहरूलाई चाहिँ अलिकति प्रमोसन गर्नुपर्छ हामीले पनि। हजुर, जस्तो कि अघि भर्खर पनि कुरा आएको छ, हजुरले भन्नुभयो एकाडेमिक प्रेसरहरूको कुरा गर्नुभयो फ्यामिलीमा, त्यसपछि सोसियल मिडिया युज, बडी पोजिटिभिटीको पनि कुरा गर्नुभएको थियो। इन योर ओपिनियन हामीले यसलाई चेन्ज गर्नको लागि चाहिँ एउटा प्यारेन्ट अर गार्जियनले चाहिँ के रोल प्ले गर्न सक्छ होला? सो अघि मैले भने जस्तै एडोलेसेन्ट एज ग्रुपमा चाहिँ एकदमै यो मेन्टल हेल्थ, फिजिकल हेल्थ चेन्जेसहरू आउँछ होइन। अनि यो चेन्जेस आउँदाखेरि चाहिँ नि चिल्ड्रेनहरू चाहिँ के गर्नुहुन्छ भने एकदम आइसोलेटेड बस्न खोज्नुहुन्छ होइन। घरमा पनि आफ्नो कुनै पनि एडोलेसेन्ट चाइल्ड एक्लै बस्न खोजेको, आफूसँग धेरै घुलमिल नभएको देखेपछि चाहिँ नि पेरेन्ट्सहरूले अलिकति कुरा गर्ने होइन, दिवसभरमा के भयो आफू पनि सुनाउने र उसको पनि कुराहरू सुन्ने, उसले भनेको कुराहरूलाई एकदमै नेगेटिभ नलिने होइन, त्यसलाई पोजिटिभ वेमा कसरी कुरा गर्न सकिन्छ भने त्यो कुरा आइडियाजहरू लिनु पऱ्यो। अनि जे कुरामा पनि अलि उसले गर्न खोजेको कुरालाई चाहिँ अलिकति प्रमोट गर्ने, राम्रो छ भने प्रमोट गर्ने, नराम्रो छ भने पनि उसलाई बुझाउन खोज्ने कि किन नराम्रो छ, तर त्यो इम्पोर्टेन्ट किन, त्यो कसरी बनाउन सकिन्छ भन्दाखेरि एउटा फ्यामिलीमा सबैजना बसेर डिस्कसन गर्यो होइन। टक इज मोर इम्पोर्टेन्ट। हाम्रोमा एडोलेसेन्टहरूको मेन प्रब्लम के छ भने मसँग कोही बोल्दैन, मसँग मेरो कुराहरू कोही बुझ्दैन, यो प्रब्लमले आउनुहुन्छ। त्यही भएर मैले पनि एकदम रिक्वेस्ट गर्छु कि पेरेन्ट्सहरूलाई एकदम आफ्नो बच्चाहरू किन एक्लै बस्न खोजिरहेछ, किन धेरै रिसाइरहेछ भन्ने कुराहरू बुझ्नलाई चाहिँ नि बसेर उहाँहरूसँग कुरा गर्नु पऱ्यो होइन। अब एकाडेमिक प्रेसरको कुरामा पनि सायद वर्ल्ड इज चेन्जिङ होइन। त्यही भएर पहिला हामीले एक्जामहरू दिँदा हामीले एसएलसी दिन्थ्यौँ, त्यसमा स्कोर सिट्स आउँथ्यो होइन। अब अहिले त ग्रेडिङ सिस्टम आइरहेछ। ग्रेडिङ सिस्टम भएपछि अलिकति उसले ए ल्यायो, मैले बी ल्यायो, अझ पनि त्यो सिस्टम भइरहेछ। एकाडेमिक प्रेसर कम गर्नलाई पनि पेरेन्ट्सले तेरो साथीको 90% आयो या तेरो जम्मा 80% आयो यो कम्पेरिजन नगरौँ होइन। अब सबैजनाको एउटै लेभल त हुँदैन, तर मेहनत सबैले गर्न खोज्नु पऱ्यो। त्यसलाई चाहिँ हामीले एकाडेमिकली पनि अलिकति प्रमोट गर्नु पऱ्यो कि मेन्टल हेल्थ राम्रो गर्न, फिजिकल हेल्थ राम्रो गर्न। किन जति डिप्रेसनमा गइन्छ, जति स्याड भइन्छ, ओबेसिटीहरूको चान्सेस बढ्ने भयो। त्यही भएर एकाडेमिक प्रेसर र मेन्टल हेल्थ प्रेसर सबैलाई कम गर्न चाहिँ नि फ्यामिली, इन्स्टिट्युसन होइन, अनि हामी सबैजनाले चाहिँ नि सपोर्ट गर्नुपर्छ एडोलेसेन्टलाई। हामीले मेन्टल हेल्थको बारेमा धेरै कुरा गरिसक्यौँ जस्तो लाग्छ। त्यही भएर म चाहिँ अलिकति फिजिकल हेल्थतर्फ पनि लाग्छु। हाम्रो एडोलेसेन्ट्समा चाहिँ अब फिजिकल चेन्जेसहरू भइरहेको हुन्छ भनेर हजुरले अघि पनि भन्नुभयो। एउटा कन्सर्न चाहिँ के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ जुन त्यो फिजिकल र हर्मोनल चेन्जेसहरू हुन्छ त्यो चाहिँ कहिलेकाहीँ कि त छिट्टै भइदिने कि त धेरै ढिलो भएको जस्तो हुने भनेर धेरैले कन्सर्न पनि देखाउनुहुन्छ। खास त्यो कतिको नर्मल हो र कति ढिलो भयो भने या कति चाँडो भयो भने चाहिँ त्यसलाई अबनर्मल मान्नुपर्ने हुन्छ? ओके, अब पहिला हामी नर्मली कहिले स्टार्ट हुन्छ भन्ने कुरा गरौँ होइन। युजुअली हामीले एडोलेसेन्ट एज ग्रुपमा हेऱ्यो भने चाहिँ नि केटीहरूको ब्रेस्ट इन्लार्जमेन्ट होइन फर्स्ट सुरु हुने भनेको चाहिँ स्तन बढ्ने हुन्छ होइन। त्यो चाहिँ नि हामीले 13 इयर्समा कन्सिडर गर्छौँ। अनि जब ब्रेस्ट इन्लार्जमेन्ट हुन थाल्छ त्यसको 3 वर्षसम्म पनि महिनावारी भएन भने चाहिँ त्यो कन्सर्नको कुरा भयो होइन। अनि केटा बच्चाहरूमा चाहिँ नि हामीले फर्स्ट चाहिँ नि टेस्टिकल इन्लार्जमेन्ट हुन्छ होइन, त्यो भएन भने पनि त्यो पनि एउटा कन्सर्नको कुरा भयो।
अब 8 वर्षभन्दा अगाडि छोरी बच्चाहरूमा 9 वर्षभन्दा अगाडि छोरा बच्चाहरूमा सेकेन्डरी सेक्सुअल क्यारेक्टर्स होइन, जस्तो सेकेन्डरी सेक्सुअल क्यारेक्टर्स भनेको ब्रेस्ट इन्लार्जमेन्ट हुने छोरीमा, तल प्युबिक हेयर इन्लार्जमेन्टहरू हुने या मेन्सुरेसन स्टार्ट हुने, यो फिचर्सहरू देख्यो भने चाहिँ नि हामीले अर्ली या प्रिकसियस प्युबर्टी भनेर भन्छौँ। त्यही भएर हामीले आइडल भनेको चाहिँ नि 13 इयर्सहरूमा चाहिँ नि ब्रेस्ट इन्लार्जमेन्ट स्टार्ट भइसक्नुपर्छ अनि युजुअली 12 इयर्समा चाहिँ नि टेस्टिकुलर इन्लार्जमेन्ट स्टार्ट भएको देख्नु पर्यो। ओके, सो त्यो चाहिँ हाम्रो एडोलेसेन्टको फिजिकल ग्रोथहरूको कुरा थियो। यसैमा हजुरले फिमेलहरूमा चाहिँ हुने चेन्जेसहरूको बारेमा पनि भन्नुभयो। त्यहीसँग रिलेटेड हाम्रो सोसाइटीमा चाहिँ मेन्स्ट्रुअल हेल्थको पनि कुरा उठ्नुपर्ने हो, तर मेन्स्ट्रुअल हेल्थको कुरा चाहिँ अझै पनि स्टिग्मेटाइज नै छ, त्यति धेरै मान्छेहरू खुलेर बोल्दैनन्। अब यो एडोलेसेन्ट क्लिनिकमा चाहिँ हजुरहरूले बस्दाखेरि मेन्स्ट्रुअल हेल्थ सम्बन्धी प्रब्लमहरू चाहिँ कतिको फेस गर्नुभएको छ, कतिको पेसेन्टहरूले चाहिँ मेन्स्ट्रुअल हेल्थ रिलेटेड प्रब्लमहरू लिएर आउनुभएको छ? हाम्रो एडोलेसेन्ट क्लिनिकमा चाहिँ नि हामीसँग एकजना गाइनोकोलोजिस्ट पनि बस्नुहुन्छ। त्यही भएर हामीले मेन्स्ट्रुअल हेल्थलाई पनि एकदम फोकस गरेको छौँ। मेन्स्ट्रुअल हेल्थमा युजुअली एडोलेसेन्ट फिमेलहरू आउँदाखेरि चाहिँ नि महिनावारी स्टार्ट भएपछि रेगुलर नहुने समस्याले आउनुहुन्छ। त्यस्तो कन्डिसनमा चाहिँ हामीले काउन्सिलिङ गर्छौँ कि एकचोटि महिनावारी सुरु भएपछि रेगुलर हुनलाई अलिकति टाइम लाग्छ, त्यही भएर त्यो नर्मल हो होइन। अनि अर्को भनेको चाहिँ महिनावारी हुँदाखेरि एकदमै पेट दुख्ने होइन, पेट दुख्दाखेरि घरको मान्छेहरूले नबुझ्ने, स्कुल जानलाई ठग्यो, स्कुल जान मन नगरेर यस्तो दुख्यो भनेर भन्छ भनेर दे कम्प्लेन होइन। तर हामीले हेर्दाखेरि चाहिँ नि त्यो यस्तो इस्युज होइन, पेट दुख्ने महिनावारीमा नर्मली नै हुन्छ होइन। त्यसको लागि हामीले कतिको सपोर्ट गर्नुपर्छ होइन, जस्तै तातो पानी खाऊ होइन, अलिकति रेस्ट गर भन्ने कुराहरू काउन्सिलिङ गर्नु पऱ्यो। अर्को चाहिँ नि हामीले एकदम फेस गरेको छ एडोलेसेन्ट फिमेलहरूको साइडबाट चाहिँ नि स्कुलमा इजी एक्सेस टु सेनिटरी प्याड्स नभएको होइन। अब केटा र केटी सँगै पढेको बेला होइन, कहिलेकाहीँ स्कुलमा अलिकति फ्लो धेरै भयो, ब्लिडिङ धेरै भयो भने प्याड चेन्ज गर्ने ठाउँ अप्रोप्रिएट नहुने होइन, प्याड लिने ठाउँ नहुने होइन, या थ्रो गर्ने सिस्टम राम्रो नभएको, यो कुराहरूमा चाहिँ हामीले धेरै नै इस्युजहरू भेटेको हुन्छ। सो त्यसलाई एड्रेस गर्न चाहिँ नि हामीले एडोलेसेन्ट क्लिनिकमा गाइनोकोलोजिस्ट, पिडियाट्रिसियन हामी सबैको टिम बसेर चाहिँ नि काउन्सिलिङ चाहिँ नि गर्छौँ हामी एडोलेसेन्ट फिमेल्सहरूलाई चाहिँ नि। हजुर, यो सँगसँगै फिजिकल हेल्थकै कुरा गर्दाखेरि चाहिँ एउटा धेरै इम्पोर्टेन्ट कुरा भनेको न्युट्रिसन र स्लिपसँग रिलेटेड कुराहरू पनि इम्पोर्टेन्ट छ। अहिलेको अघि भर्खर सोसियल मिडिया कन्जम्सनको कुरा पनि भयो, मेबी त्यसैले गर्दा पनि हो कि के हो, अहिलेको हाम्रो एडोलेसेन्ट्समा स्लिप साइकल चाहिँ राम्ररी म्यानेज नभएको, स्लिप डिप्राइभ केसेसहरू या प्रपर टाइममा चाहिँ स्लिप नभएको त्यस्तो केसेसहरू धेरै छ। यसको बारेमा पनि थोरै इन्फर्मेसन दिनु, जस्तो कि आइडियल स्लिप चाहिँ एडोलेसेन्ट्सहरूलाई कति हो र कुन टाइममा चाहिँ उहाँहरूले स्लिप गर्दाखेरि प्रपर डेभलपमेन्ट चाहिँ हुनसक्छ? सो एडोलेसेन्टमा न्युट्रिसन एन्ड स्लिप दुइटै एकदमै इम्पोर्टेन्ट चिज हो। अब अघि डिस्कस गरे जस्तै यो सोसियल मिडियामा धेरै नै लागेपछि चाहिँ कस्तो हुन्छ भने फिजिकल एक्सर्साइज कम भयो, फिजिकल एक्टिभिटी कम हुन्छ होइन। अनि त्यसले गर्दाखेरि पनि एडोलेसेन्ट अलिकति ओबिज या ओभरवेट भएर प्रेजेन्ट गर्नुहुन्छ। त्यो बाहेक चाहिँ नि अलिकति हाम्रो मेन्टल हेल्थले गर्दा नि फिजिकल हेल्थ अफेक्ट गर्छ होइन। त्यही भएर डिप्रेसिभ हुने, यो एङ्जाइटीले लियो भने चाहिँ नि दे हेभ मोर टेन्डेन्सी अफ गेनिङ वेट। अर्को चाहिँ नि अब हामीले स्लिपको कुरा गऱ्यौँ, स्लिपमा चाहिँ नि अब एभरेज हामीले 6 to 7 आवर्स चाहिँ नि सधैँ एडभाइस गर्छ गुड स्लिप भनेर। अब अहिले चाहिँ कस्तो भएको छ नि रातभर मोबाइल चलाउने अनि दिउँसोको बिहानको टाइममा चाहिँ नि सुत्ने देखिएको छ। त्यही भएर मैले चाहिँ एकदम एडभाइस के गर्छु भने बरु अर्ली मर्निङ अलिकति उठेर अलिकति फिजिकल एक्सर्साइजहरू गर्ने, फिजिकल एक्टिभिटिजहरूमा चाहिँ नि लाग्नु पऱ्यो। अनि नाइट टाइममा चाहिँ नि एकदम प्रोलङ स्क्रिन टाइम चाहिँ नि हुनु भएन होइन। अब आफू कसरी सोसियल एडिक्सन नहुने भन्दाखेरि एउटा स्पेसिफिक टाइम राखेर त्यो अनुसार मात्र मोबाइलहरू युज गर्नु पऱ्यो। अनि स्लिप राम्रो भएन भने चाहिँ नि अझ बिहान उठ्दाखेरि फ्रेस फिल हुँदैन होइन। जसलाई अब एङ्जाइटीको प्रब्लम छ होइन, म राम्रोसँग सुत्न पाएन, मैले यो काम गर्नु पाएन, दौडादौड हुन्छ, झन् त्यसले गर्दा एङ्जाइटी एक्जाजरबेट हुन्छ। डिप्रेसिभ हुने कन्डिसनमा पनि एकदमै गुड स्लिपले चाहिँ नि मर्निङको फेजलाई एकदम ब्राइट बनाउँछ। त्यही भएर त्यो डिप्रेसनलाई पनि ओभरकम गर्न एकदम हेल्प गर्छ। त्यही भएर एकदम गुड स्लिप चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ मेन्टल एन्ड बोथ फिजिकल हेल्थमा चाहिँ। हामीले फिजिकल हेल्थकै कुरा गर्दाखेरि एउटा छुटाउनै नमिल्ने कुरा भनेको चाहिँ सेक्सुअल हेल्थसँग रिलेटेड पनि छ। सो यो क्लिनिकमा आएको पेसेन्ट्सहरूमा चाहिँ हजुरले सेफ सेक्स प्र्याक्टिस र सेफ हाइजिनको कुराहरू चाहिँ कतिको देख्नुभएको छ, उहाँहरूले कतिको फलो गर्नुभएको छ या छैन, के छ?
अब यो एडोलेसेन्ट क्लिनिकमा चाहिँ नि स्टार्टिङमै हामीलाई सेक्सुअल हेल्थको बारेमा कुरा गर्नु अलिकति डिफिकल्ट हुन्छ, तर हामीले चाहिँ नि एकदम प्राइभेसी मेन्टेन गरेर कन्फिडेन्सियलिटी मेन्टेन गरेर हामी एडोलेसेन्टसँग बसेर कुरा गर्दाखेरि चाहिँ नि दे आर पेसेन्ट्स जसले चाहिँ नि अर्ली सेक्स स्टार्ट गर्नुभएको हुन्छ होइन, दे हेभ सेक्सुअल रिलेसनसिप विथ देयर पार्टनर्स, दे आर मेन्टेनिङ देयर प्रोटेक्सन होइन, उनीहरू प्रोटेक्सन युज गरिराख्नु भएको छ एन्ड देन प्रोटेक्सन कहाँबाट लिनुहुन्छ भने आइदर दे बाई इट अर दे टेक इट्स फ्रम सम इम्युनाइजेसन सेन्टर नियर बाई जहाँ चाहिँ नि फ्री सप्लाई हुन्छ यो प्रोटेक्सनहरूको होइन। एन्ड हामीले धेरै त केस देखेको छैन सेक्सुअल हेल्थमा, बट वी ह्याड फ्यु केसेस जसले चाहिँ नि सेफ सेक्स प्र्याक्टिस पनि अलिक कम नै भएको भएर चाहिँ नि दे प्रेजेन्टेड विथ फिचर्स अफ गोनोरियाहरू लिएर प्रेजेन्ट गर्नुहुन्छ। अनि जतिजना हामी एडोलेसेन्टहरू आउनुहुन्छ युजुअली 16-17 इयर्सको एडोलेसेन्ट चाहिँ नि दे आर मोर इन्ट्रेस्टेड इन हाउ टु प्र्याक्टिस सेफ सेक्स होइन, त्यही भएर हामीसँग एकदम फ्रिली डिस्कस गर्नुहुन्छ। अनि हामीले हाम्रो क्लिनिकमा ब्रोसरहरू प्याम्पलेट्सहरू पनि राखेको छौँ, वी गिभ इट टु देम, मेक देम स्टडी एन्ड देन अलिकति काउन्सिलिङहरू पनि गरेर पठाउँछौँ एन्ड देन दे कम अप रेगुलरली फलोअपमा चाहिँ आइराख्नुहुन्छ। मुभिङ फरवर्ड हाम्रो धुलिखेल हस्पिटलमा एडोलेसेन्ट क्लिनिक इस्टाब्लिस भएको भर्खरै भएको छ। सो अहिले एडोलेसेन्ट क्लिनिकमा चाहिँ हजुरहरूले के कस्तो फेसिलिटिजहरू दिइराख्नु भएको छ र पेसेन्ट्सहरू आउँदाखेरि चाहिँ एडोलेसेन्ट क्लिनिकमा कसरी आउन सक्नुहुन्छ, कसरी अप्रोच गर्न सक्नुहुन्छ? सो हामीले एडोलेसेन्ट क्लिनिक स्टार्ट गरेको चाहिँ नि अलमोस्ट 5 मन्थ्स जति भयो। 5 मन्थ्समा चाहिँ नि हाम्रो पेसेन्ट फ्लो चाहिँ एकदमै राम्रो छ होइन। सुरुमा चाहिँ नि हामीले कहाँबाट स्टार्ट गऱ्यौँ भने हाम्रो तल पिडियाट्रिक ओपिडीको जेनरल ओपिडीमा आउने पेसेन्टहरू जुन हुनुहुन्छ उहाँ चाहिँ नि एडोलेसेन्ट एज ग्रुप 10 इयर्सभन्दा ओल्डर हुनुहुन्छ नि उहाँलाई चाहिँ नि हामीले एडोलेसेन्ट क्लिनिकमा लिएर आउँछौँ एन्ड त्यसरी हामी अप्रोच गर्छौँ। अनि यहाँ आएपछि चाहिँ नि जसरी हामीले कन्फिडेन्सियलिटी मेन्टेन गरेर उहाँहरूसँग हामीले असेसमेन्टहरू गर्ने हुन्छ, त्यो गर्दाखेरि चाहिँ दे फिल रिल्याक्स्ड होइन, उहाँले चाहिँ हामीसँग धेरै नै सेयर गर्नुहुन्छ जुन घरमा सेयर गर्न सकिराख्नु भएको हुँदैन। अनि एकजनाले आएर कुराहरू गरेपछि कस्तो हुँदो रहेछ घरमा गएर मेरो दिदीलाई पनि अलिकति दिदी पनि धेरै बोल्नुहुन्न म लिएर आउँछु एन्ड देन दे ब्रिङ होइन, मेरो साथीलाई पनि यस्तै प्रब्लम छ म लिएर आउँछु। सो एडोलेसेन्टले नै आफ्नै फ्यामिली मेम्बर्स र आफ्नै फ्रेन्ड्सहरूलाई लिएर आएर पनि फलोअप गराइरहेको हामीले भेट्छौँ होइन। सो एडोलेसेन्ट क्लिनिकमा चाहिँ नि यु क्यान डाइरेक्टली कम फ्रम रेजिस्ट्रेसन एडोलेसेन्ट क्लिनिकै भनेर एभ्री थर्सडे हामीले 1 to 4 रन गर्छौँ। बट कुनै पनि एडोलेसेन्ट मर्निङ टाइममा आउनु भएको छ भने हामीले मर्निङमा पनि एडोलेसेन्ट क्लिनिकमा पेसेन्ट हेरिरहेको हुन्छ, अदरवाइज तल पिडियाट्रिक ओपिडीमा आएर रेजिस्ट्रेसन गरेर अनि क्लिनिकमा आउन सक्नुहुन्छ। हजुरले अघिदेखि कन्फिडेन्सियलिटीको कुरा धेरै गर्नुभएको छ, कन्फिडेन्सियलिटी मेन्टेन गर्नु पनि पर्छ। एडोलेसेन्ट्सहरूको केसमा चाहिँ अब धेरै जस्तो एडोलेसेन्ट्स प्यारेन्ट्सहरूसँग आउनुहुन्छ अनि बेस्ड अन आवर नेप्लिज कल्चर हामी त अलिक कन्जर्भेटिभ नै छौँ। प्यारेन्ट्सहरू कति केसमा चाहिँ उसले मलाई थाहा नभएर त फेरि गाह्रो पर्न सक्छ, मलाई त उसको बारेमा थाहा हुनुपर्छ भनेर त्यो सोच पनि राख्नुहुन्छ। त्यो सोच राख्नु कतिको ठिक हो र इफ त्यो होइन भने चाहिँ हजुरहरूले त्यसलाई चाहिँ कसरी म्यानेज गर्नुभएको छ? जस्तै हामीले एडोलेसेन्ट कुनै पनि एडोलेसेन्ट आउँदाखेरि हामीले पहिला पेसेन्टलाई चाहिँ हामीले एक्जामिनेसन गर्छौँ होइन, उसको के कम्प्लेन ल्याएको छ त्यो हेर्छौँ, त्यसपछि हामीले चाहिँ एउटा हेल्थ असेसमेन्ट गर्छौँ। त्यो हेल्थ असेसमेन्टमा चाहिँ नि हामीले पेसेन्ट कसरी बसिरहेको छ, कोसँग बस्छ, फ्यामिली मेम्बर्समा कति क्लासमा पढ्छ, पढाइ कस्तो छ, फ्री टाइममा के गर्छ, उसको सेक्सुअल एक्टिभिटिजहरू कस्तो छ, स्लिप कस्तो छ, उसको मेन्टल हेल्थमा सुसाइडल टेन्डेन्सी कहिले भएको थियो कि थिएन, त्यो सबै कुराहरू डिस्कस गर्छौँ। एन्ड देन त्यसपछि चाहिँ नि हामीले पेसेन्टको पेरेन्ट्सलाई चाहिँ हामी बाहिर राखेर बच्चालाई एउटा रुममा लान्छौँ। जस्तै हामीसँग यहाँ 3-4 रुमहरू छ जहाँ कुरा गर्दाखेरि बाहिर कसैले पनि सुन्दैन। अब हामीसँग 2जना नर्स हुनुहुन्छ होइन जसले हाम्रो हेल्थ असेसमेन्ट गर्नुहुन्छ अनि मैले पनि गर्छु। मैले कुनै पेसेन्टको हेल्थ असेसमेन्ट गरिरहेको छ भने हाम्रो नर्सेसहरूले पनि सुन्न पाउनुहुन्न। सो त्यतिसम्म हामी कन्फिडेन्ट राख्छौँ। हामीले चाहिँ नि पेरेन्ट्ससँग यो कुराहरू कहिले डिस्कस गर्छ भने जब पेसेन्टको चाहिँ नि सुसाइडल टेन्डेन्सी पुगेर रहेछ भने मात्रै हामी पेरेन्ट्सलाई इन्भल्भ गर्छौँ। या त कुनै कुरा जसमा पेरेन्ट्सको एकदमै ठुलो रोल छ, जसले चाहिँ बच्चाको एकदम मेन्टल हेल्थलाई अफेक्ट गरिरहेछ भने हामी पेरेन्ट्सलाई इन्भल्भ गर्छौँ। जस्तै
अलिकति सानो के काम बिगार्दैमा पिट्ने पेरेन्ट्सहरू पनि हुनुहुन्छ एडोलेसेन्ट एज ग्रुपमा होइन। तेरो बुवाले मलाई एकदमै पिट्नुहुन्छ, म मर्दिन्छु भनेर भन्नुभयो भने हामीले फादरलाई बोलाएर एक्लै राखेर होइन तपाईँको नानीलाई यस्तो यस्तो समस्या भएको छ भने त्यसरी चाहिँ नि काउन्सिलिङ गर्छौँ। तर हामीले बच्चाले हामीले जति कुराहरू सेयर गरेको छ अन्टिल एन्ड अनलेस उसको मेन्टल हेल्थ एकदमै डिटेरियोरेट गर्ने कन्डिसन छैन तबसम्म हामी पेरेन्ट्ससँग डिस्कस गर्दैनौँ। रादर वी डिस्कस विथ आवर साइकोलोजिस्ट एन्ड साइकोलोजिस्टले काउन्सिलिङ गर्नुहुन्छ। हजुर, थ्याङ्क यू म्याम। एडोलेसेन्ट क्लिनिक हाम्रो भर्खरै इस्टाब्लिस भएको छ। अब यसलाई फ्युचरमा प्रोग्रेस गर्न चाहिँ भविष्यको लागि चाहिँ यसलाई अझै राम्रो पार्न हजुरहरूको के योजनाहरू रहेको छ त्यसबारेमा पनि थोरै भनिदिनुहुन्छ भनेर। अब अहिले चाहिँ नि हामीले एडोलेसेन्ट क्लिनिक एडोलेसेन्ट सेन्टरलाई चाहिँ नि हामीले प्रोग्रेसिभली अब अहिले थर्सडेज मात्र रन भइरहेछ। बिस्तारै हामीले 2 times a week रन गर्ने प्लान गरेको छ। अनि हामीले चाहिँ नि यो एडोलेसेन्ट हेल्थ केयर प्रोभाइडर हामीले जुन ट्रेनिङहरू गरिरहेछ त्यो चाहिँ नि अब हामीले लोकल एरियाजहरूमा पनि गर्ने, नियर बाई स्कुल नर्सेसहरूलाई अनि नजिकको हेल्थ अफिसमा काम गर्ने नर्सेसहरूलाई ल्याएर स्टाफ्सहरूलाई ल्याएर ट्रेन गर्ने त्यो प्लान गरेको छौँ। अनि अर्को चाहिँ नि हामीले ट्रान्जिसन केयर पनि प्लान गरेको छौँ। कति टाइममा क्रोनिक डिजिज भएर कुनै सर्भिस लिइरहेको पेसेन्टलाई चाहिँ अब अडल्टमा जानु पनि पर्यो। त्यो अडल्टमा जाँदाखेरि चाहिँ ट्रान्जिसन केयर कसरी गर्ने, हामीले के इन्फर्मेसन सेयर गर्नुपर्छ होइन, हामीले पेसेन्टलाई चाहिँ कसरी अडल्ट्सलाई ह्यान्डओभर गर्ने भन्ने कुराहरू हो त्यो पनि प्लान गरिरहेछौँ। अनि त्यो बाहेक चाहिँ नि अब हामीले यो जुन सर्भिसेसहरू प्रोभाइड गरिरहेछौँ लोकल एरियाजबाट पनि पेसेन्ट रिफरललाई अलिकति प्रमोट गर्ने प्लान गरेका छौँ। हस्, हामी अब लगभग एन्डिङतिर अन्तिमतिर आइसकेको छौँ। सो अब थोरै क्वेसनहरू छन्। जस्तो कि योपालिको इन्टरनेसनल एडोलेसेन्ट हेल्थ विकको थिम नै हाम्रो थ्राइभिङ इनसाइड एन्ड आउट स्ट्रेङ्थनिङ एडोलेसेन्ट फिजिकल एन्ड मेन्टल हेल्थ भनेर छ होइन। योसँगै रिलेटेड भएर चाहिँ हजुरले हाम्रो यहाँ पोडकास्ट हेरिरहनु भएको भ्युवर्सहरूलाई अब एडोलेसेन्ट्स प्यारेन्ट्सहरू सबैले हेरिराख्नु भएको होला, उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ? सो अब मेन हामीले चाहिँ नि यो कुरा बुझ्नु पऱ्यो कि एडोलेसेन्ट एज भनेको चाहिँ एकदम क्रिटिकल एज हो। यो एजमा आउने ट्रान्जिसन जुन चेन्जेसहरू ट्रान्जिसन भइरहेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ नि एडोलेसेन्टलाई भोलि पर्सिको लागि सेप गर्न सकिन्छ। यो एज चाहिँ एकदम क्रिटिकल एज भएको भएर हामी सबैजनाले पनि एकदमै सपोर्ट गर्नु पऱ्यो होइन। सो एज अ पेरेन्ट्स आफ्नो बच्चासँग कुरा गर्नुहोस्, आफ्नो बच्चासँग घुलमिल गर्नुहोस्, उसको कुरा सुन्नुहोस्, उसलाई कति कुराहरूमा हेल्प गर्न सकिन्छ त्यो सपोर्ट गर्नु पऱ्यो। कुनै पनि एडोलेसेन्टले के गरिरहेछ, उसको फ्युचर प्लान के छ भन्ने कुराहरू हामीले पनि बुझ्नु पऱ्यो। अनि एज अ अब जस्तै अहिले हामीले जुन पोडकास्ट गरिरहेछौँ यो पोडकास्टहरू जस्तो इन्फर्मेसन अरूलाई सेयर गर्ने अझ पनि फ्युचरमा पनि प्लानिङ गर्नु पऱ्यो होइन, ताकि सबैजनालाई थाहा होस् कि धुलिखेल हस्पिटलमा एउटा एडोलेसेन्टको फिजिकल र मेन्टल हेल्थ एन्ड मेन्सुरल हेल्थ एन्ड सेक्सुअल हेल्थ सबै हेल्थलाई ध्यानमा राखेर हामीले क्लिनिक स्टार्ट गरेको छौँ होइन। त्यही भएर आफूलाई आफ्नो बच्चा अरू बच्चाभन्दा अलिकति एक्लै बसेको जस्तो फिल भएको छ, कुरा गर्दाखेरि कुरा गर्न खोजेको छैन भने हामी क्लिनिकमा लिएर आएर हामीले त्यो कुराहरू डिस्कस गर्न सक्छौँ होइन। सो पेरेन्ट्सलाई अनि टिचर्सहरूलाई चाहिँ नि अलिकति आफ्नो वरिपरि भएको एडोलेसेन्टलाई चाहिँ नि आइडेन्टिफाई गर्नु, किन ऊ एक्लै बस्न खोजिरहेछ, किन ऊ रिसाइरहेछ धेरै, किन ऊ अरूभन्दा भिन्न हुन खोजिरहेछ भन्ने कुरालाई आइडेन्टिफाई गरेर हेल्प चाहिएछ भने चाहिँ नि टक टु देम होइन। अब टक गरेर सल्भ हुँदैन, अरू नै ठुलो ठाउँहरूमा या अरू नै केयरहरूमा हेल्प चाहिएको छ भने चाहिँ नि हामी सधैँ ओपन छौँ। हजुर, लास्ट एउटा क्वेसन, जस्तो कि आजको यो पोडकास्ट पनि हाम्रो रोटराक्ट क्लब अफ काठमाडौँ युनिभर्सिटी मेडिकल स्कुलले अर्गनाइज गरेको थियो। सो एज अ क्लब अफ मेडिकल स्टुडेन्ट्स हामीहरूलाई चाहिँ हजुरले के सजेसन दिन चाहनुहुन्छ? जस्तो कि वी आर अल्सो भेरी इन्ट्रेस्टेड इन वर्किङ इन द फिल्ड अफ एडोलेसेन्ट हेल्थ, यस्तो अवेरनेसहरूको कुरामा चाहिँ हामीहरूले पनि इन्ट्रेस्टेड छौँ सर्भिस रिलेटेड प्रोजेक्ट्सहरूमा। सो यसमा चाहिँ हामीहरूले अझै के कन्ट्रिब्युट गर्न सक्छौँ होला फ्रम योर ओपिनियन? ओके, सो एडोलेसेन्ट भनेको आई थिङ्क यु अल आर एडोलेसेन्ट योरसेल्फ होइन। सो यो फेजमा चाहिँ नि लेट्स इन्भल्भ मोर पिपल हु आर एडोलेसेन्ट टु डिजाइन वाट प्रोग्राम्स यु आर डुइङ होइन। भनौँ कुनै ट्रेनिङ अर्गनाइज गरिरहेछ या कुनै पोडकास्ट भनौँ या कुनै क्याम्पै अर्गनाइज गरिरहेछ भने त्यसको डिजाइनिङ गर्ने, त्यसको प्रोग्राम लेआउट गर्ने, लेट्स टेक हेल्प फ्रम द लोकल एडोलेसेन्ट्स होइन, बिकज दे विल फिल मोर इन्भल्भ। एन्ड देन अर्को भनेको चाहिँ नि यसरी यो जुन पोडकास्टहरू भइरहेछ लेट्स रिच आउट टु नियर बाई सेन्टर्स होइन, जहाँ चाहिँ एडोलेसेन्टको भिजिट हुन्छ एन्ड देन लेट्स हेल्प देम होइन, लेट्स सेयर ब्रोचर्स, लेट्स सेयर प्याम्पलेट्स अनि उहाँहरूलाई इन्फर्मेसन दिउँ।
कि दे आर नट अलोन डिलिङ विथ एभ्रिथिङ होइन, वी आर इन दिस सपोर्ट. सो आई थिङ्क फ्रम द हेल्प अफ रोट्र्याक वी क्यान रिच आउट टु लोकल बडिज, वी क्यान रिच आउट टु नियर बाई एडोलेसेन्ट ओर क्याचमेन्ट एरियाको एडोलेसेन्ट पपुलेसनसँग डिल गरेर, एन्ड देन वी क्यान हेल्प देम प्रमोट द फिजिकल एन्ड मेन्टल हेल्थ. हजुर. सो वी आर एट द एन्ड अफ आवर पोडकास्ट सेसन, एन्ड हामी चाहिँ वी वुड लाइक टु एक्सटेन्ड भेरी वार्म थ्याङ्क्स टु डक्टर प्रितिजा पौडेल फर बिङ विथ अस इन दिस पोडकास्ट सेसन. जति पनि यहाँ कुराहरू भएको छ, आई बिलिभ दे वर रियली इन्फर्मेटिभ. सबैले इन्फर्मेसन फ्लो हुने टाइपको कुराहरू र आवश्यक कुराहरू चाहिँ डिस्कस भएको छ. सो होप यु लाइक दिस पोडकास्ट. थ्याङ्क यू भेरी मच म्याम. थ्याङ्क यू.